गर ल गोदे आज तेरो स्कुलले किन होमवर्क दिएन रे के बच्चाहरूलाई के खेलाउनु चित्तो त्यही खेलाएर राखे अनि किन खेलाएपछि होमवर्क चाहिँ दिनुहुन्न रे खोइ दिएका छन् दुईटाको उम्, दिएका थिए त्यहाँपछि सामा थर्ड पिरियड हुन थाल्यो आधीमा बोलाएँ त्यहाँपछि क्लासै होमवर्क दिएन दि थर्ड पिरियडको थिएन अनि गुन्जन तेरो होमवर्क देखाइ छैन छैन हँ? किन तेरो चाहिँ के थियो र हाम्रो फर्स्ट पिरियड टेस्ट भयो सरप्राइज टेस्ट उम्, त्यसमा मेरो 15 मा 7 आयो कति धेरै आयो 7 आयो त्यस्तो बाहना बनाउँछ त्यस्तो बाहना बनाउँछ नि। सामाजिकमा- हाम्रो पालामा हामीलाई त केही खेलायो भने जे भयो नि गर होमवर्क गरेर आइज 10 पेज 5 पेज हेरेर लेख भन्थे यिनीहरूलाई त केही लेख्न लाउँदैन रहेछ होइन दिँदैन यस्तो यस्तो स्क्याम गर्छ हाम्रो अगाडि भाइ बहिनीहरूले कस्तो बाहना बनाउँछ हामीहरूको गुरु भयो यिनीहरूले त हामीलाई त के सोच्न थाल्यो होइन छैन के साँच्ची नै होमवर्क छैन त यिनीहरूको होमवर्क हुनुपर्छ छैन हो छैन म राति गएर पढाउँ सामाजिकको होला भाइ यिनीहरू लास्ट ठग्छन् यस्तो नेपाली- यस्तो स्क्यामबाट बस्नु होला कृपया सुन्नु, नेपालीको पढाइ भएन अनि थर्ड पिरियड उहाँ गइहाल्यो ल